केरा खाऊँ ल। इट्स हट होइन होला यसरी खान्छ नि बादलले। अब वैज्ञानिकहरूले त्यही पत्ता लगाएर सो हेलो अनि नमस्ते नमस्कार फाइनली होइन खड्केको ब्लगमा चाहिँ स्वागत छ सबैलाई। सो चोरको जस्तो अनुहार परै क्या। सो साथीहरू आज चाहिँ किरा खाने कहानी रहेको छ होइन। सो म चाहिँ चर्चबाट जाँदैछु र आज चाहिँ घरमा चाहिँ रहेको दुईवटा केरा होइन खाँदैछु होइन। त्यही कुरा हो साथीहरू। आज केरा यस्तरी खाने भन्ने सोच्दै प्लान बनाउँदै चाहिँ म यहाँबाट हिँड्दैछु होइन। सो साथीहरू केरा खाएको भिडियो कस्तो लाग्छ हेरौँ अनि मजा आयो भने होइन कमेन्ट गर्नुहोस् है त ल। अब लेट्स गो केरा। सो गर्मी निकै भएको छ होइन। आज चैतक 2 गते पर्यो। हिजो र आज निकै नि लास्टै गर्मी लागिरहेको छ होइन। सो धारातिर आएको शीतलमा बस्नको लागि भर्खर चर्चबाट आइपुगेको छु। सो त्यही हो कतिको गर्मी भइरहेछ हो केटाहरू साथीहरू। सो मलाई हेर्दा वाक्क त भएको छैन नि। अब केरा खाऊँ है। अब केरा खाऊँ ल। इट्स हट एकदम तातो हो र गर्मीको कारणले गर्दाखेरि अलिक स्वादिष्ट लागेन। त्यही पनि अब केरा खाऊँ। भोला बेला मिठो हो क्या। अरू कुरा त्यस्तै है। के बोले भाइ भोला बेलामा के बोले के छ थाहा बोले जे नि मिठो नहेरे बढी हेऱ्यो नि आँखा लाग्ला फेरि है। फाइनली सक्यो। बाँदरले यसरी खान्छ होला है मा यसरी नै क्या। अब हामी पनि बाँदरबाटै मान्छे भएको रे भन्दछ होइन। अब बाँदरको जस्तै बिहोर त हुनु पर्यो नि अलिअलि होइन। सामने से वार होगा पीठ यसरी खान्छ नि बाँदरले। अब वैज्ञानिकहरूले त्यही पत्ता लगाएर बाँदरबाट मान्छे बनेको अरे। बाँदरको दोस्रो रूप। अरे देवा मान्छेको दोस्रो रूप चाहिँ बाँदर होइन। बोक्रा त कस्तो नमिठो छ यसलाई खाल्दी। सो यस्तै जिन्दगी पनि होइन। आफूसँग प्रशस्त सम्पत्ति छ भने धन सम्पत्ति छ भने मान्छेहरू होइन वरपर हुन्छ है बस्छ। सो आफूसँग पैसा सकिएपछि मान्छेले पनि छोडिदिन्छ त्यस्तै हो क्या हरेकको लाइफ। जसरी मैले केराको बोक्रालाई फालिदिने होइन। केरा हुँदै जसमा त्यो एउटा महत्त्वपूर्ण थियो किम्ती थियो। जब केरा त्यो भित्रको उधिसक्यो नि तब त्यसको महत्त्व हट्यो। बोक्राको महत्त्व हट्यो। त्यस्तै हो भाइ जिन्दगी भनेको यस्तै हो। त्यसैले महत्त्व जहिले पनि बढाइराख्नुपर्छ है। सो सबैजनालाई थ्याङ्क यू। अनि यो भिडियोहरू हेरिदिनुहोस्, लाइक गरिदिनुहोस् मन परेमा। प्लिज सब्सक्राइब गरिदिनुहोस् र अर्को भिडियोमा भेट्नेछौँ हामी।